क्वेसन नम्बर 1 चाहिँ व्यवहारमा कुनै परियोजनामा EIA वा छोटो वातावरणीय अध्ययन चाहिन्छ कि पर्दैन भनेर मन्त्रालयले कसरी निर्णय गर्छ? धन्यवाद तपाईँको प्रश्नको लागि। यो आयोजना परियोजनाको वातावरणीय अध्ययन गर्नुपर्ने नपर्ने कुराहरू चाहिँ हाम्रो वातावरण संरक्षण ऐन 2076 वातावरण संरक्षण नियमावली 2077 ले गाइड गरेको छ। वातावरण संरक्षण ऐन र नियमावलीले चाहिँ त्यस्तो आयोजना परियोजनाको वातावरणीय अध्ययन गर्नुपर्छ भनेर चाहिँ भनेको परियोजनाहरूको वातावरणीय अध्ययन अनिवार्य रूपमा गर्नुपर्छ। यदि गरिएन भने त्यस्तो केसमा जरिवाना दण्ड जरिवानाको पनि व्यवस्था छ। अब अर्को पोइन्टमा अझै म इलाबोरेट गरिदिउँ। कस्तो कस्तो आयोजनाको EIA, कस्तो कस्तो आयोजनाको IE, कस्तो कस्तो आयोजनाको चाहिँ BS, तपाईँले यहाँ संक्षिप्त वातावरणीय भन्नुभएको रहेछ, त्यसलाई ब्रिफ इन्भाइरोमेन्टल स्टडी भन्छ। गर्नुपर्ने भन्ने कुरा चाहिँ वातावरण संरक्षण ऐनको नियम 3 दफा 3 सँग सम्बन्धित छ। त्यसलाई कार्यान्वयन गर्नको लागि वातावरण संरक्षण नियमावलीको अनुसूची 1 मा भएको संक्षिप्त वातावरणीय अध्ययन BS गर्नुपर्छ। अनि अनुसूची 2 मा भएकोले चाहिँ इनिसियल इन्भाइरोमेन्टल एक्जामिनेसन गर्नुपर्छ। अनुसूची 3 मा भएको आयोजना परियोजनाहरूले इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ है। त्यो बाहेकको आयोजना परियोजनाहरूमा चाहिँ वातावरणीय अध्ययन म्यान्डेटोरी छैन। यो कुरा पनि बुझ्नु पर्यो। सबै आयोजना परियोजनाको, सबै उद्योग आयोजना परियोजनाको चाहिँ इन्भाइरोमेन्टल स्टडी चाहिँ म्यान्डेटोरी छैन, जुन कुरा कानुनले भनेको बाहेक। अब कस्तो कस्तो आयोजना परियोजना भन्दाखेरि अहिले हाम्रो वातावरण संरक्षण ऐनले तपाईँलाई धेरै इलाबोरेट गर्छ क्वेसन भन्दा नि 12 वटा सेक्टरको लागि चाहिँ, जस्तो फरेस्ट रिसोर्सको कुरा, हाइड्रो पावरको कुरा, अनि उद्योगहरू स्थापना गर्ने कुरा, भवनहरू बनाउने कुरा, सडकहरू बनाउने कुरा, पुलहरू बनाउने कुरा हैन, अनि एग्रिकल्चरल कुराहरूको, त्यस्तै खानेपानीको त्यस्ता विभिन्न सेक्टरहरू जस्तो होटलहरू बनाउने कुरा, अनि त्यसपछि पर्यटनभित्र फेरि त्यो एडभेन्चरस गेमहरू खेलाउने कुराहरू लगायतको 12 वटा सेक्टरको टोटल कतिवटा सेक्टरलाई कभर गरेको छ भन्दा 12 वटा सेक्टरकै EIA IE BS गर्नुपर्ने चाहिँ वातावरण संरक्षण नियमावलीले भनेको छ है। नेक्स्ट क्वेसन। परियोजना प्रस्तावकले बुझाएका EIA प्रतिपादन जाँच गर्दा तपाईहरुले प्राय के कस्ता समस्या देख्नुहुन्छ? एकदम। अब EIA तिर गयो। यसमा EIA को स्वीकृति कसले गर्छ भन्दा वन तथा वातावरण मन्त्रालयले मात्रै गर्छ। हरेक सेक्टरको EIA तपाईहरुले त्यो बुझ्नु जरुरी छ। IE र BS चाहिँ प्रस्तावसँग सम्बन्धित मन्त्रालयले स्वीकृत गर्ने अधिकार कानुनले नै दिएको छ। तपाईहरु कानुनको विद्यार्थी भएको हुनाले अब खानेपानीको भयो भने खानेपानीले, सडकको भयो भने सडकले नै, कस्तो गर्ने भन्ने नि कानुनले तोकेको छ। त्यसको स्वीकृति गर्ने कुन किसिमको भन्ने नि कानुनले भनेको छ। अब EIA मा हामी आएपछि हामीले के गर्छौं भने पहिलो स्टेपमा त्यो EIA प्रतिवेदन वातावरण संरक्षण ऐन र नियमावलीले भने अनुसारको विधि र प्रक्रिया पूरा गरेर तयार भएको छ कि छैन भनेर हामीले प्रोसेसलाई हेर्छौं। पहिला नम्बर 1 बुझ्नुभयो, प्रोसेसलाई। जस्तो पब्लिक हियरिङ गर्नुपर्ने, अनि त्यसपछि त्यो गरेको छ कि छैन, त्यसपछि गएर त्यहाँको लोकल अथोरिटीले त्यसलाई रिकमेन्डेसन गर्नुपर्ने, कमेन्ट सजेसन दिनुपर्ने, त्यो दिएको छ कि छैन। त्यसपछि गएर अरु त्यस्तै वन क्षेत्रमा पर्छ त्यो आयोजना भने त्यो वन क्षेत्रको निकाय डिभिजन वन कार्यालयले त्यसलाई रिकमेन्ड गरेको छ कि छैन, अथवा त्यसलाई राय सुझावहरू दिएको छ कि छैन, जुन छ नि प्रोसेसहरू, त्यो कुरालाई पहिला 1 नम्बरमा हामीले चेक गर्छौं हो। त्यो कुरा चेक भइसके पछाडी अनि त्यो EIA रिपोर्टलाई चाहिँ अब हामीले एप्रुभ गर्नुभन्दा पहिला चाहिँ पब्लिकलाई जानकारी दिनलाई हामीले चाहिँ फेरि पब्लिश गर्छौं कि इन्फर्मेसन चाहिँ हामीले वेबसाइटमा राख्छौं। अनि यो EIA रिपोर्टमा चाहिँ केही कमेन्टहरू सुझावहरू छ स्टेक होल्डरको भन्ने तपाईहरुले चाहिँ 7 दिनभित्र हामीलाई जानकारी दिनुहोस्, रिटर्नमा दिनुहोस् भनेर हामीले के गर्छौं, पब्लिश नोटिस इस्यु गर्छौं। त्यो कपीले मन्त्रालयको वेबसाइटमा राख्छौं र राष्ट्रिय लेभलको एउटा पत्रिकामै हामीले मन्त्रालयको नाउँबाट एउटा सूचना जारी गर्छौं। फलानु ठाउँमा यस्तो हुने, जस्तो हाइवे बन्दैछ भने, सडक बन्दैछ भने हैन, कुन जिल्ला कुन गाउँपालिका यसलाई प्रभाव पार्ने के मेजर स्ट्रक्चर के भनेर
पब्लिकको जानकारीको लागि। त्यसपछि त्यो 7 दिन कटिसके पछाडि फेरि त्यो रिपोर्ट पनि त्यो ठाउँमा लगेर चाहिँ त्यहाँको लोकल अथोरिटीलाई जानकारी होस् भनेर सबैले त वेबसाइटमा नहेर्न सक्छ, पत्रिका नहेर्न सक्छ, त्यो पनि गराउँछौँ हो। त्यो सबै कुरा भइसके पछाडि वातावरण संरक्षण ऐन र नियमावलीले नि एउटा रिभ्यू कमिटी गठन गर्न सक्ने व्यवस्था छ कि EIA रिपोर्टलाई अथवा हरेक वातावरणीय अध्ययन प्रतिवेदनहरूलाई रिभ्यू गर्नको लागि रिभ्यू कमिटी गठन हुन्छ यसमा है। त्यो रिभ्यू कमिटीमा अनि हामी छलफलमा लाग्छौँ। छलफलमा लगेपछि प्रेजेन्टेसन हुन्छ अन बिहाफ अफ प्रोपोनेन्ट। त्यसपछि त्यो रिभ्यू कमिटीमा चाहिँ हामी मन्त्रालयको टेक्निकल अफिसरहरू हुन्छौँ, इभन जोइन्ट सेक्रेटरी प्लस आउटर साइडबाट चाहिँ एक्सपर्टहरू हामीले त्यसमा चाहिँ राखेका हुन्छौँ कमिटीमा। बेसिकली 3टा, एउटा फिजिकल इन्भाइरोमेन्टको एक्सपर्ट हुनुहुन्छ, अर्को सोसियल इन्भाइरोमेन्टको एक्सपर्ट हुनुहुन्छ, अर्को चाहिँ बायोलोजिकल इन्भाइरोमेन्टको हुनुहुन्छ भने त्यसमा लिगल अफिसर पनि हाम्रो मन्त्रालयको हुनुहुन्छ। त्यसपछि ऊर्जासँग सम्बन्धित हाइड्रो पावरको प्रोजेक्ट हो भने ऊर्जाको हुन्छ, सडकसँग छ भने भौतिकको हुन्छ। भनेपछि यो चाहिँ मल्टिडिसिप्लिनरीको चाहिँ एउटा रिभ्यू कमिटी हुन्छ। त्यसमा छलफलमा लाग्छौँ। त्यसमा छलफलमा लगिसके पछाडि त्यो रिभ्यू कमिटीबाट केही कमेन्टहरू आउँछ, करेक्सनहरू आउँछ, त्यो कुरा चाहिँ हामी इमिडिएटली त्यो प्रोपोनेन्टलाई उपलब्ध गराउँछौँ रिभ्यू गरेर, होइन यो चाहिँ सुधार गरेर ल्याउनुहोस् भनेर। त्यो सुधार गरेर ल्याएको उहाँहरूले भनेअनुसारको सुधार गरेर ल्याउनु भए पछाडि अनि हामी स्वीकृतिको प्रोसेस चाहिँ अगाडि बढाउँछौँ। नेक्स्ट क्वेसन, समस्याहरू कस्ता कस्ता भन्नुभएको रहेछ होइन। समस्या कस्ता कस्ता भन्दा मैले प्रोसेस बताएँ। एउटा त विधि प्रक्रियाहरू पुरा नगरेको पनि देखिन्छ, जस्तो लोकल अथोरिटीको रिकमेन्डेसन अथवा वनमा पर्छ भने त्यहाँको नभएको पनि हुनसक्छ। त्यसले गर्दा इट टेक्स टाइम, लिएर आऊ भन्नु पर्यो। अनि अर्को टेक्निकल जुन हामी यहाँ रिभ्यू गर्छौँ त्यो त्यसमा गर्दाखेरि त सो मेनी इरर, सो मेनी कमेन्ट होइन। अनि तपाईँको धेरै कपी पेस्ट, अनि तराईमा हुने प्रोजेक्ट छ भने पनि माथिको अलि हाई अल्टिच्युडका इस्युजहरू, अनि त्यसपछि माथि अल्टिच्युडमा छ भने तराईमा हुने इस्युजहरू, जस्तो एयरपोर्टको EIA रिपोर्ट छ भने हाइड्रो पावरका कुराहरू हुने, यस्तो कपी पेस्ट यस्तो कुरा चाहिँ एकदम धेरै चाहिँ देखिन्छ। यसमा चाहिँ कन्सल्टेन्टको अलिकति लापरवाही चाहिँ देखिन्छ होइन। अनि त्यसले गर्दाखेरि त्यो कुरालाई करेक्सन गर्नको लागि हामी यहाँ टेक्निकल अफिसरहरूले जो हामी टिम छौँ एकदम पाना पढ्न पर्ने हुन्छ। हालाकि सम्बन्धित मन्त्रालयले त इट्स ओके भनेर चाहिँ पठाएको हुन्छ, यो हाम्रो तर्फबाट यो चाहिँ डन, ठिक छ है, स्वीकृति गर्न भनेर पठाएको हुन्छ। तर यहाँ ल्याउँदाखेरि पनि यस्ता समस्याहरू चाहिँ देखिन्छ। एउटा प्रोसेस नपुगेको पनि देखिन्छ, अर्को टेक्निकल कुराहरू धेरै इररहरू देखिन्छ है। अनि तिनै कुराहरू चाहिँ सुधार गर भनेर चाहिँ हामीले चाहिँ पठाउँछौँ। त्यही हो मेन समस्या है। नेक्स्ट, वातावरण संरक्षण ऐन र यसको व्यावहारिक कार्यान्वयन बीच तपाईँलाई कस्तो अन्तर देख्नुहुन्छ? कस्तो राम्रो क्वेसन बनाउनु भएको रहेछ कि। तपाईँहरू नेपालमै बस्नुहोस् है, यस्तो कुरा जानेपछि त नेपाल बनाउनु पर्यो नि। अब जेएनजीको सरकारको मन्त्री भएर आउनुहोस् तपाईँहरू। एकदम हाम्रो नेपालको संविधान, एभ्री कानुन, नट ओन्ली द इन्भाइरोमेन्टल ल, नट ओन्ली द इन्भाइरोमेन्ट ल, धेरै कानुनहरू एकदमै प्रोग्रेसिभ छ कि। यो पनि गर्ने, त्यो गर्ने बियोन्ड आवर क्यापासिटी, यु क्यान अन्डरस्ट्यान्ड द्याट मिन्स होइन। हाम्रो क्षमताभन्दा बढी नै हामीले प्रतिबद्धता गरेका छौँ हाम्रो संविधानले, कानुनले। अनि कार्यान्वयन गर्नको लागि चाहिँ तपाईँको ह्युमन रिसोर्स चाहियो, फाइनेन्सियल रिसोर्स चाहियो, टेक्निकल क्यापासिटी चाहियो, धेरै कुराले काउन्ट गर्छ त कार्यान्वयन गर्नको लागि। त्यही कारण संविधान कानुनमा भएको कुराहरूलाई चाहिँ हुबहु व्यवहारमा लगाउन चाहिँ सकिएको छैन। के कारण भन्ने कुरा अघि मैले बताइसकेँ है। अनि अर्को प्रश्न भनौँ, हस्, सार्वजनिक सुनवाईले स्थानीय समुदायका वास्तविक चिन्ता कति प्रभाविक रूपमा उठाउँछ? समुदायका वास्तविक चिन्ता कति प्रभावित उठाउँछ सार्वजनिक सुनवाई। अनि अर्को पनि जोडिएको, स्थानीय समुदायबाट आएका सुझावहरू अन्तिम EIA निर्णयमा वास्तवमै समेटिन्छन् कि समेटिँदैनन् है। पहिलो नम्बर कुरा, सार्वजनिक सुनवाई स्थानीय समुदायका वास्तविक चिन्ता। सार्वजनिक सुनवाई जुन जुन गाउँपालिका, नगरपालिका, वडामा प्रभावित हुन्छ त्यही ठाउँमा, जस्तो धेरै जिल्ला, धेरै नगरपालिका, धेरै ठाउँमा प्रभावित हुन्छ भने एउटा प्रोजेक्टको पनि 6, 7, 8वटा कति ठाउँमा हुनसक्छ, मोर देन 1 होइन।
त्यो ठाउँमा पब्लिक हियरिङ गर्नै पर्छ। पब्लिक हियरिङमा स्थानीय सरकारको प्रतिनिधि आउनै पर्छ, त्यो कम्युनिटीहरू पनि आउनै पर्छ हो। अब आउँछन् कि आउँदैनन् भनेर भेरिफाई गर्नको लागि हामी मन्त्रालयबाट सबै पब्लिक हियरिङमा जान सक्दैनौँ। वी हेभ अ लिमिटेड ह्युमन रिसोर्स होइन, जान सक्दैनौँ। अब स्थानीयहरूले ठिक छ यो धेरै जसो यहाँ कस्तो राइट अफमा आएको हुन्छ भने यो प्रोजेक्ट छिटो आऊ, छिटो ल्याऊ, हामीलाई रोजगारी देऊ, यहाँ त विकास चाहिएको छ भन्ने किसिमको चाहिँ आयो भन्ने किसिमले आउँछ। त्यो उहाँहरूको माइन्युट पनि हुन्छ, माइन्युट पनि उहाँको हस्ताक्षरसहित होइन, नामहरू सबै कुराहरू चाहिँ धेरै नै आएको हुन्छ। त्यो पब्लिक हियरिङ भएको प्रुफहरू नै हुन्छ होइन। अब उहाँहरूको कुरा चिन्ता प्रभावमा चाहिँ गाउँमा बस्न त यो डेभलपमेन्ट भन्ने कुराहरू चाहिँ त बाटो पनि चाहियो, आफ्नो कम क्षति होस् भन्ने एउटा त्यो चिन्ता हुन्छ। अर्को आफ्नो जग्गा आफ्नो अरू इन्फ्रास्ट्रक्चर गयो भने त्यसको कम्पेन्सेट चाहिँ इनफ होस् है। त्यो कम्पेन्सेसन चाहिँ वाट एभर दे वान्ट कि उहाँहरूले चाहे अनुसारको पर्याप्त होस्, ताकि जस्तो मेरो घर मेरो मेरो जस्तो ए भन्नेको चाहिँ एउटा हाइड्रो पावरले चाहिँ को रिजर्भरले उसको सबै जग्गा उसको बस्ती उडाइदिन्छ, त्यहाँको अहिलेको करेन्ट मूल्यले चाहिँ उसको त्यति घर जग्गा किनेर अर्को ठाउँमा सिफ्ट गर्नको लागि चाहिँ पुग्दैन हो। तर उसको लागि त के बन्नु भएन प्रोजेक्ट, यदि प्रोजेक्ट बनाउने हो भने त उसको लागि अर्को ठाउँमा सेटल हुनको लागि पर्याप्त फाइनेन्सियल एस्योरेन्स हुन पर्यो नि। त्यस्तो किसिमको चाहिँ डिमान्ड आउँछ र आएको छ। त्यो कुरा चाहिँ कतिपय उहरूले चाहिँ पुरा गरेको पनि छ। धेरै जसो नै पुगेको हुन्छ त्यो, धेरै जसो होइन, हाइड्रो पावरको केसमा चाहिँ त्यस्तो छ। र कसैको चाहिँ कस्तो हुन्छ नि सबै कम्प्लिट जान्छ, कसैको चाहिँ कम मात्रै जान्छ। त्यो माथि पठाउनुपर्छ। हुन्छ गराइदिनु एकचोटि, तपाईँ साइन गर्नु यो समयको अनुसारको गर्ने। माथि राखिदिनु, अरू पत्रदेखि जोडाइदिनु है माथि। कसैको कम्प्लिट गएको पनि हुन्छ, त्यसलाई चाहिँ एकदम सिभियरली एफेक्टेड फ्यामिली परिवार भन्छौँ हामीले। कसैको हाफ मात्रै गएको हुन्छ, कसैको थोरै मात्रै गएको हुन्छ, क्याटेगोरी गर्छन् है। जसको कम्प्लिट जानेहरू धेरै कम्युनिटी धेरै हाउसहोल्ड छ भने उनीहरूको चाहिँ रिहेबिलिटेसन प्लानहरू बनाउनु पर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अनटिल एन्ड अनलेस त्यो लोकल कम्युनिटीको जो प्रभावित छ उनीहरूको इस्यु उनीहरूको समस्या सम्बोधन नगरिकन कुनै पनि प्रोजेक्ट बन्न सक्दैन। दिस इज द ट्रुथ। र त्यो गर्नै पर्छ, गरेको छ है। एउटा भइहाल्यो, चिन्ता प्रभावकारी हुन्छ। अब दोस्रोमा जाउँ। स्थानीय समुदायबाट आएका सुझावहरू अन्तिम EIA निर्णयमा वास्तवमै समेटिन्छन् कि समेटिँदैनन्? अलमोस्ट धेरै केसमा समेटिन्छन्। तर गाउँमा जग्गा जमिन छ आफ्नो पुरानो बस्ती, तर उहाँहरू चाहिँ त्यहाँबाट चाहिँ माइग्रेट भएर सहरमा बस्नु भएको छ। पब्लिक हियरिङमा जाँदाखेरि चाहिँ उहाँहरू थाहै पाउनुभएको हुँदैन, बुझ्नु भएन? पब्लिक किनभने यो पत्रिका त पढेर त्यो हेरेर त्यो फेरि पब्लिक हियरिङले त्यहाँ जाने त हुँदैन, जानु नै भएको हुँदैन, थाहा नै हुँदैन त्यो प्रोजेक्टको। तर जब प्रोजेक्ट EIA एप्रुभ भइकन तपाईँको चाहिँ त्यो प्रोजेक्टको कन्स्ट्रक्सनको लागि जान्छ नि डोजर लिएर, त्यति बेला मात्रै छिमेकीले खबर गर्छन्, ल यस्तो यस्तो भयो है हाम्रो यस्तो ठाउँमा त भन्ने कुरामा। स्टिल त्योभन्दा पनि अगाडि फेरि म तपाईँलाई भनौँ, जस्तो हाइड्रोको केसमा म अलिक बढी बताइदिन्छु, तपाईँलाई बुझ्न सजिलो हुन्छ। हाइड्रोको केसमा चाहिँ एउटा सर्वे लाइसेन्स भन्ने हुन्छ। त्यो सर्वे लाइसेन्स भएपछि EIA अगाडि बढ्छ, EIA एप्रुभ नि हुन्छ। EIA एप्रुभ भइसकेपछि जेनेरेसन लाइसेन्स भन्ने हुन्छ कि साँच्चीकै पावर निकाल्नको लागि। त्यो जेनेरेसन लाइसेन्स
इस्यु गरे पछाडि कन्स्ट्रक्सनमा जब ऊ जान खोज्छ त्यति बेला चाहिँ ऊर्जा मन्त्रालय फेरि अर्को नोटिस निकाल्छ कि यो जग्गा यो ठाउँको यो प्रोजेक्टको यो किता नम्बर भएर चाहिँ यो प्रोजेक्टको चाहिँ यो स्ट्रक्चरहरू यहाँ बन्ने हुनाले चाहिँ क्लेम गर्न आऊ भनेर फेरि उसले नोटिस निकाल्छ। त्यो बेला मात्रै कतिजनाले थाहा पाइरहनु भएको हुन्छ। एउटा थियो, अर्को चाहिँ नेबरहरूले खबर गरेर पनि थाहा पाइरहनु भएको हुन्छ। त्यति बेला चाहिँ उहाँहरूकै छुट्टै डिमान्ड थियो होला नि, के थियो होला होइन। जस्तो 100जना प्रभावित छ भने 70% पर्सेन्टेजमा हेर्दाखेरि 70% त्यस्तोको मात्रै पब्लिक हियरिङबाट आउने भयो। केही कुराहरू छुटेको हुनसक्छ, किन पब्लिक हियरिङमा त उहाँ हुनुहुन्थेन। अनि त्यो गरेपछि त्यो बेलामा उहाँहरूले थाहा पाउनुहुन्छ र अनि आफ्नो कन्सर्नको लागि चाहिँ ऊर्जा मन्त्रालयमा, हाम्रो मन्त्रालयमा यहाँ पनि आफ्नो कुराहरू चाहिँ यो कुरा हुनुपर्छ है भनेर उहाँहरूले एउटा एप्लिकेसन दिनुहुन्छ। उहाँहरूको कन्सर्न चाहिँ हुनु भएन। एप्लिकेसन दिएपछि हामीले त प्रोपोनेन्टलाई पनि पत्र लेख्छौँ उहाँहरूको कुरालाई सम्बोधन गरेर तपाईँहरू प्रोजेक्ट इम्प्लिमेन्टेसन गर्नुहोस् भनेर है। यति भएपछि भयो तपाईँको कुरा भनेपछि समेटि नै पर्छ। यति कुरा तपाईँले बोल्नु पर्यो, समेटिन्छन् कि समेटिँदैनन् भन्ने कुरा भएन, समेटि नै पर्छ। नसमेटिकन चाहिँ उसले त आफ्नो अर्काको जग्गामा चाहिँ त उसले त केही बनाउन पाएन नि, जुन इलिगल हुने भयो है भन्नु अब अर्को। र केही केसहरू सरकारी जग्गामा चाहिँ सरकारी प्रोसेसले चाहिँ जग्गा नलिकन नि कन्स्ट्रक्सन गरेको पाइएको छ। त्यस्तो केसमा अथवा रोडहरूले त के गर्छ, रोडले कम्पेन्सेसन दिँदैन, त्यस्तो केसहरूमा निजी जग्गाहरू गएको छ, उनीहरूको कुराहरू कन्सर्न नभएको पनि छ। केही केसहरू पनि त्यस्तो पनि छ है। तर त्यस्तो केसमा तपाईँको हाइड्रोको केस हो भने सरकारी जग्गा पर्यो भने उसलाई फेरि पेनाल्टी गराएको पनि व्यवस्था। नेक्स्ट, जहाँ स्थानीय र आदिवासी समुदायले एआईमा समावेश नभएको कारण परियोजना विरुद्ध विरोध जनाएका छन्। यस्तो अवस्थामा मन्त्रालयले समुदायको अर्थपूर्ण सहभागिता कसरी सुनिश्चित गर्छ? एकदमै छन् म्याडम। हाम्रो त धेरै इन्डिजिनियस कम्युनिटीहरू हुन्छ, डाइभर्स सेटलमेन्ट छ हाम्रो होइन। नेपालको ठाउँ खोला जसरी छरिया छ, बस्ती पनि त्यस्तै छरिएको छ। अब इन्डिजिनियस कम्युनिटीको कन्भेन्सनमा नेपालले हस्ताक्षर गरेर पनि आयो, ILO 169मा उहाँहरूको अग्राधिकार भन्नुहुन्छ। त्योसँग त खास उहाँले मागेका डिमान्डहरू त डाइरेक्टली मिल्दैन। त्यो अग्राधिकार भनेको चाहिँ प्राकृतिक स्रोतमाथि उहाँहरूको एकाधिकार भन्ने कुरालाई चाहिँ नेपालको कानुनले चाहिँ ओन गरेको छैन। जस्तो वनमा उहाँहरू नियर बाई बस्नुहुन्छ, वनको स्रोत प्रयोग गर्नुहुन्छ, त्यो कुरालाई वनले काउन्ट गरेको छ। तर वनको पहिलो प्रयोगकर्ता हामी हो, हामीले वाट एभर वी लाइक होइन, वाट एभर वी वान्ट, हामीलाई जति चाहिन्छ जहाँ जे गर्न पाउनुपर्छ भन्ने कुरालाई चाहिँ नेपालको कानुनले चाहिँ ओन गरेको छैन, बुझ्नु भएन। तथापि मैले तपाईँलाई भन्छु, त्यो इन्डिजिनियस लोकल कम्युनिटीहरूलाई को पब्लिक हियरिङमा अथवा लोकल गभर्मेन्ट त अहिले 3 तहको गभर्मेन्ट छ नि, त्यो त सबैभन्दा नजिकको सरकार भनेको त स्थानीय सरकार भयो। यस्तो विषयमा आउने डिस्प्युटहरूलाई सेटल गर्ने काम चाहिँ स्थानीय सरकारले पनि कोअपरेट गरिदिन्छ, कोअर्डिनेसन गरिदिन्छ। र उहाँहरूले चाहिँ यही हुँदैन भनेर चाहिँ हामीले यही एप्रुभ नगर्ने भन्ने चाहिँ मिल्दैन कि। उहाँहरूका कुरालाई सम्बोधन गरेर चाहिँ तपाईँ प्रोजेक्ट अगाडि बढाउँ। उहाँहरूको कन्सेन्ट के हो त, जस्तो उहाँहरूको खानेपानीको मूल सुक्यो भने त्यसको व्यवस्था गरिदिनु पर्यो, कतैबाट पानी ल्याइदिनु पर्यो। उहाँहरूले प्रयोग गरिरहेको बाटो बिग्रियो अथवा प्रोजेक्टको कारणले त्यसलाई चाहिँ होइन डिस्प्लेस गर्यो भने चाहिँ त्यहाँ अर्को बाटो बनाइदिनु पर्यो। यस्ता कुराहरूलाई हामीले अनिवार्य रूपमा राख्न लगाउँछ। त्यसकारण इन्डिजिनियस लोकल कम्युनिटीका कुराहरू चाहिँ कन्सर्न हुनैपर्छ। रिपोर्टमा चाहिँ हुन्छ, अब इम्प्लिमेन्टेसनमा कति भएको छैन भनेर हेर्न जाँदाखेरि चाहिँ उहाँहरूले अब्स्ट्याकल क्रिएट गर्नुहुन्छ। यदि नदिने हो भने, कम्पेन्सेसन नदिनु भयो भने होइन, दिँदै पनि पहिला एउटा पोइन्टमा एग्रिमेन्ट भएको हुन्छ, फेरि फर द टाइम बिङ अर्को टाइममा चाहिँ उहाँहरूले यसले पुगेन अधि थप्ने भनेर पनि यस्तो भएको पनि देखिएको छ। तपाईँकै उदाहरण दिउँ, अरुण थड जुन चाहिँ सोलुखुम्बुमा के भन्छ सङ्खुवा सभामा निर्माणाधीन छ, त्यस्तो केसमा चाहिँ त्यस्तो पनि आएको छ। नेक्स्ट अब वातावरण निरीक्षकको कमी र कमजोर अनुगमनलाई लिएर धेरै वर्षदेखि आलोचना भइरहेको छ। EI अन्तर्गत निरीक्षक र पालना कार्यान्वयन कसरी मजबुत बनाइँदैछ? वातावरण निरीक्षकको कमी र कमजोर अनुगमनलाई लिएर धेरै वर्षदेखि आयोजन भएको EI अन्तर्गत निरीक्षण र पालना कार्यान्वयन कसरी मजबुत बनाउने, कस्तो राम्रो कुरा गर्नुभयो।
यसको लागि स्रोत साधन एउटा त ह्युमन रिसोर्स नै क्यापासिटेड हुनु पर्यो, के कुरा हेर्ने कसो गर्ने भन्ने। अनि निरीक्षण गर्न जानको लागि स्रोत साधन हुनु पर्यो, जस्तो भेहिकलहरू हुनु पर्यो, कन्डिसनको हुनु पर्यो होइन। अनि तपाईँको निरीक्षण गर्न जाने कर्मचारीहरूलाई चाहिने इक्विपमेन्टहरू हुनु पर्यो, जस्तो वाटर फ्लो 10% फ्लो अनिवार्य भनेको छ, कुनै कुनै ठाउँमा त्योभन्दा पनि बढी हुनुपर्छ। त्यो छ कि छैन त्यसको मेजरमेन्ट गर्ने त इक्विपमेन्ट चाहियो। त्यो इक्विपमेन्ट मात्रै भएर हुँदैन, त्यसलाई मेजर गर्न सक्ने क्यापासिटेड ह्युमन रिसोर्स पनि चाहियो। त्यो ल्याकिङको कुरा गरिरहेको छु मैले, त्यो कुरा चाहियो। अर्को हाम्रो गभर्मेन्ट जुन वातावरण निरीक्षक भनेर अपोइन्ट हुनुभएको छ, उहाँहरू इभन मी इभन अदर्स पर डे उहाँहरूको लागि अलाउन्स चाहिँ एकदमै नोमिनल छ, 1600 जस्तो लाग्छ मलाई चाहिँ है। 16 होइन हजुर 16 जना मात्रै हुनुहुन्छ। 16-17 जना त अरू मन्त्रालयमा पनि हुनुहुन्छ, बढी नै हुनुहुन्छ। तर त्यो कुरा छैन कि प्रदेशमा स्थानीय तहको पनि यो वातावरण संरक्षण गर्ने दायित्व पर्छ र आफ्नो क्षेत्रको अनुगमन गर्न सक्नुहुन्छ, त्यो यहीँको जानुपर्छ भन्ने छैन। तर मैले चाहिँ ओभरअलको कुरा के गरेको छु भने एक कम सङ्ख्यामा कम होला, अर्को उहाँहरू कति टेक्निकली क्यापासिटेड हुनुहुन्छ, अर्को कति इक्विपमेन्ट छ उहाँहरूसँग त्यो मेजर गर्नको लागि। अनि अर्को कुरा चाहिँ भनौँ न पर डे पाउने कर्मचारीले चाहिँ कति DSA भन्छ, डेली अलाउन्स होइन, जम्मा 1600 छ। तपाईँले अहिले 3 छाक खान अनि होटलमा बस्नको लागि पर्याप्त छ त छैन। अनि यस्तोबाट चाहिँ अनि को इन्डिभिजुअल मोटिभेट भएर चाहिँ उसले एक्चुअली नै काम गर्न सक्छ त, यो चाहिँ क्वेसनेबल छ कि। यो चाहिँ एकदमै टचिङ छैन छ नि। तपाईँहरू चाहिँ बगरमा सुतेर आउन त सक्नुहुन्न, भोकै बस्न त सक्नुहुन्न होइन। त्यसले गर्दा त्यो बेसिक कुरा चाहिँ हुनु पर्यो, बेसिक निड हुनु पर्यो होइन। त्यस्तो कुरा चाहिँ पर्याप्त चाहिँ छैन, त्यस कारणले पनि भने जति नभएको हो। र यसको लागि चाहिँ यो वातावरण विभागको क्यापासिटी बिल्ड गर्ने, यो वातावरण मन्त्रालयको वातावरण महाशाखाको चाहिँ क्यापासिटी बिल्ड गर्नको लागि नेपाल सरकारले चाहिँ लगानी गर्नुपर्छ कि, बिना लगानी त केही पनि हुँदैन है। अर्को क्वेसन, ऐनले क्षतिपूर्ति दिने व्यवस्था गरे पनि प्रभावित समुदायले न्याय पाउन कठिन भएको देखिन्छ। किन सीमान्तकृत समुदायहरू क्षतिपूर्ति पाउन असफल हुन्छन्? वातावरणीय न्याय सुनिश्चित गर्न के सुधार आवश्यक छ? अब तपाईँलाई मैले भनौँ कि नेपालको संविधानले स्वच्छ वातावरणमा बस्न पाउने हकलाई मौलिक हकमा राखेको छ। तर अहिले काठमाडौँकै एयर पोल्युसन, तराईको पोल्युसन हेर्दाखेरि हाम्रो नेपाल सरकारकै मापदण्ड भन्दा पनि धेरै माथि छ हो, रेडमा छ। हाम्रो ग्रिनमा हुनुपर्ने बिलो है, अनि PM तपाईँको 2.5 चाहिँ बिलो 50 हुनुपर्ने, तर कति छ 300-400 पनि पुगिदिएको छ। पायौँ त तपाईँ, हामीले पाएनौँ नि, राखियो तर बियोन आवर क्यापासिटी भयो हो। यो तितो यथार्थता हो, यसलाई सरकारले के गर्ने भन्नु भएन। अब समुदाय पनि, म पनि समुदाय हो, तपाईँ पनि समुदाय हो, अर्को पनि समुदाय हो, ओभरअलमा हेर्दाखेरि। अब यो एयर पोल्युसनको कुरा गर्दा हु आर द एजेन्ट के, एउटा मात्रै त छैन, त्यहाँ त धेरै कुरा छ। तपाईँले चलाएको भेहिकल, अर्कोले चलाएको भेहिकल पनि त्यहाँ मिसिएको छ, मैले चलाएको पनि छ, अरू उद्योगको आएको छ होइन। ट्रान्सबाउन्ड्री इस्यु यो जहाँ इन्डियाको पनि आउँछ, जताको पनि आउन सक्छ। त्यसले गर्दाखेरि कसलाई के गर्ने भन्ने न्याय दिनलाई त ऊबाट पेनाल्टी, पोल्युटर पे प्रिन्सिपल लागू गर्ने भनेको छ संविधानले, मतलब वातावरण संरक्षण ऐनले। तर कसलाई पे गराउने त, अर्को च्यालेन्जिङ यहाँ छ एयर पोल्युसनको केसमा है। अनि अब तपाईँको बागमतीको कुरा गर्नुहुन्छ भने बागमतीमा त सबैको कन्ट्रिब्युसन छ फोहोर गर्नलाई, कसलाई पे गराउने भनेपछि यो गन्जागोल छ कि छुटाउन सक्यो। त्यसमा चाहिँ अलिकति रिफर्म गर्नुपर्ने, सरकारले चाहिँ एकलटमा चाहिँ हुन्छ नि त्यस्तो खालको चाहिँ गर्नुपर्ने एउटा कुरा देखिन्छ। अर्को सीमान्तकृत समुदायले क्षतिपूर्ति पाउन असफल भन्नेमा चाहिँ मैले चाहिँ अग्री गरिनँ। सीमान्तकृत समुदायले यो क्षतिपूर्ति पाउने केसमा चाहिँ उनीहरूको जब ल्यान्ड प्रपर्टी लस हुन्छ त्यसको लागि त पाएको हुन्छ है, हाइड्रोले दिन्छ, अरू उद्योगहरूले त्यस्तोहरूले त दिन्छन् नै। तर हाम्रो सडकको नेपालको सडक बनाउने कानुन विधि अथवा अहिलेको प्रक्रियालाई हेर्दाखेरि चाहिँ सडकले लिने जुन सडक निर्माण गर्दाखेरि उनीहरूले कम्पेन्सेट चाहिँ गर्दैन।
तर कम्प्लिट रूपमा चाहिँ उसको सबै क्षति हुने भयो भन्ने त्यस्तोमा चाहिँ गर्छ। एउटा त्यस्तो छ सडकको। अर्को चाहिँ डोनर फन्डेड प्रोजेक्टहरू, एडिबी, वर्ल्ड ब्याङ्क जस्ता डोनर फन्डेड प्रोजेक्टहरूले सडकको केसमा पनि कम्पेन्सेसन चाहिँ बढी दिन्छ। र मैले तपाईँहरूलाई भन्नुपर्दाखेरि नेपालकै आफ्नै फन्डिङबाट इम्प्लिमेन्टेसन हुने अथवा प्राइभेट सेक्टरबाट इम्प्लिमेन्टेसन हुने प्रोजेक्ट भन्दा डोनर फन्डेडबाट इम्प्लिमेन्टेसन हुने प्रोजेक्टहरू चाहिँ बढी कम्युनिटी ओरिएन्टेड हुन्छ। कम्युनिटीको बेनिफिट, लोकल इन्डिजिनियस पिपुल होइन, लोकल त्यस्तोहरूमा चाहिँ बढी चाहिँ सेन्सिटिभ हुन्छ है। र कति नभएको यस्तो सीमान्तकृतलाई नदिने भन्ने चाहिँ हुँदैन, दिन चाहिन्छ। EIA स्वीकृति भएपछि परियोजनाले स्वीकृत वातावरणीय व्यवस्थापन योजना पालना गरेको छ कि छैन भनेर मन्त्रालयले कसरी सुनिश्चित गर्छ? कस्तो राम्रो क्वेसन। EIA स्वीकृत भएपछि परियोजना कार्यान्वयनमा गएपछि त्यसले EMP स्वीकृति, EMPमा लेखिएका कुरा अनुसार चाहिँ उसले कार्यान्वयन गर्नुपर्ने त्यो प्रस्तावकको दायित्व हुन्छ। यो गरेको छ कि छैन भन्नको लागि इन्भाइरोमेन्टल मोनिटरिङ गर्नुपर्छ। अहिले इन्भाइरोमेन्टल मोनिटरिङ गर्नको लागि चाहिँ 5 मिनट ल, इन्भाइरोमेन्टल मोनिटरिङ गर्नको लागि चाहिँ हामीसँग अहिले मन्त्रालयमा ह्युमन रिसोर्स कम भएको हुनाले वातावरण विभागलाई अथोरिटी दिएको छ। त्यहाँ इन्भाइरोमेन्टल इन्सपेक्टर नि हुनुहुन्छ। इन्भाइरोमेन्टल इन्सपेक्टर सबै जानेको, अरू नजानेको भन्ने पनि होइन। त्यहाँ अरू टेक्निकल होइन म्यान पावर पनि हुनुहुन्छ, उहाँहरू पनि जानुहुन्छ, गर्नुहुन्छ। र 10 वटा हुन्छ नि इन्भाइरोमेन्टल म्यानेजमेन्ट प्लानमा उसले 10 वटा एक्टिभिटीहरू अथवा कुराहरू चाहिँ त्यो इम्प्लिमेन्टेसन गर्छु भनेर कमिटमेन्ट गरेको थियो भने कुन चाहिँ कति भयो भन्ने कुरा लेभलमै चेकलिस्ट बनाएर गएर त्यसको चाहिँ अनुगमन चाहिँ गरिन्छ। नगरेको केसलाई चाहिँ त्यो बात यदि दुईटा कुरा, एउटा EIA-IEBS गर्नुपर्ने परियोजना आयोजनाहरू चाहिँ त्यो नगराइ इम्प्लिमेन्टेसनमा गएको अवस्थामा नि त्यसलाई पेनाल्टी दिइराइन्छ। अर्को EMPमा लेखिएका कुरा अथवा स्वीकृत EIA-IEBSमा लेखिएका जुन EMPमा छन् त्यो कुरा पनि उसले कमिटमेन्ट गरेको हो, त्यो पालना गर्नुपर्ने दायित्व त्यो प्रोपोनेन्टको हुन्छ। इफ नट उसलाई चाहिँ पेनाल्टीको व्यवस्था छ है, त्यस्तो चाहिँ हुन्छ। वास्तविकतामा वातावरण निरीक्षकद्वारा स्थल निरीक्षण कति पटक गरिन्छ? म 1 वर्ष अगाडि वातावरण विभागमा थिएँ। त्यो वर्ष चाहिँ 80 वटा भएको थियो है। कतिवटा भन्दा नि यस्तो हुन्छ, इट डिपेन्ड अपन बजेट कति छ, बुझ्नु भएन, बजेट कति छ अनि कतिपटक जाने भनेर हाम्रो एनुअल प्रोग्राम स्वीकृत भएको छ, त्यसले डिटरमाइन गर्छ एउटा फ्याक्टर। अर्को फ्याक्टर भनेको चाहिँ जस्तो 80 वटामा जाने 100 वटामा जाने भन्यो भने कहिलेकाहीँ कम्प्लेनहरू आउँछ, एप्लिकेसनहरू आउँछ, यहाँ यस्तो भयो, यहाँ यस्तो भयो। अब त्यो कुरा त भएको हो कि आई डोन्ट नो नि त। अनि हामीले फेरि वातावरण विभागको टोलीलाई अनुगमनलाई पठाउँछौँ भने चाहिँ इट डिपेन्ड अन द डिमान्ड फ्रम द पब्लिक है। अनि यो मोनिटरिङ गर्नको लागि चाहिँ अलि च्यालेन्जेस के हुन्छ? च्यालेन्जेसहरू त्यो यो कहाँ कति नम्बरको? त्यही नम्बरको दोस्रो क्वेसन, 9 नम्बर। च्यालेन्जेसहरू के छ भन्नुभयो? च्यालेन्जेस त मैले अघि नै तपाईँलाई भनिनँ, ह्युमन रिसोर्सको, फाइनेन्सियल रिसोर्सको, अरू टुल्स होइन, टेक्निक, त्यसपछि ती सबै कुराहरू DSAदेखि लिएका कुराहरू चाहिँ मैले धेरै कुरा भनेँ नि त। जस्तो 5 जनाको टोली 7 दिनलाई गयो भने उसले 7 दिनमा 3-4 वटा परियोजना 4 वटा परियोजना हेरेर आउन सक्छ, नियर बाई छ भने होइन। अब तर धेरै टाढाको छ भने जाँदा 2 दिन आउँदा 2 दिन हुन्छ, उसले एउटा दुईटा भन्दा हार्डली हेर्न सक्दैन है। धेरै कुरा मैले अगाडि नै तपाईँलाई त्यो कुरामा भनिसकेँ। EIA का शर्तहरू नमान्दा कति पटक जरिवाना वा परियोजना रोक्का गर्ने निर्णय गरिन्छ? यो पेनाल्टी तिराउने तर रोक्का नै गर्ने चाहिँ हुन्छ कि हुँदैन? त्यो मानेनन् भने भनेको कमिटमेन्ट गरेको काम रोक्का गराउने हुन्छ, यो तिरेर आएपछि मात्रै गर भन्ने हिसाबले पनि निर्णयहरू भएको छ। अब कति पटक भन्ने कुरा त त्यो डाटा हेर्न पर्छ। यो चाहिँ भएका छन्, धेरै भएका छन्। जस्तो कन्स्ट्रक्सनको केसमा कुनै होटलले अन्डरग्राउन्ड होइन भूमिगत संरचना मतलब नि अलि अन्डरग्राउन्ड त्यो
सर्फेस लेभलभन्दा तलको खन्दाखेरि अरू घरमा छिमेकीकोमा इनार सुक्यो अथवा घर चर्क्यो भन्ने कम्प्लेनहरू आयो भने उसले पेनाल्टी तिराएपछि मात्रै फर्दर काम गर्न दिने होइन, यस्ता किसिमका भएका छन्। जस्तो वन क्षेत्रमा पनि उसले वनको जग्गा नलिकन अथवा दिएको ठाउँभन्दा अर्को ठाउँमा उसले के निर्माण गर्यो भने पेनाल्टी तिराएर मात्रै त्यसले काम गर्न पाउने भएको छ। तर ठ्याक्कै कतिवटा भन्दा नि भएको छ, यो धेरै नै धेरै आयोजनाकै भएको छ। मोर देन 50 आयोजनाहरूको EIA को शर्त पालना EIA नगराइ गरेको केसहरू चाहिँ जरिवानाहरू भएका छन्। तर धेरै मैले तपाईँलाई भन्दाखेरि चाहिँ तपाईँहरू लको विद्यार्थी हुनुहुन्छ र फेरि इन्भाइरोमेन्टल गभर्नेन्सको पनि कुरा गरेको भएर चाहिँ अहिले नेपालमा हामीले 2053 र 54 सालदेखि वातावरण संरक्षण ऐन नियमावलीलाई नेपालमा कार्यान्वयन गर्नको लागि अङ्गीकार गरे पनि आजका मितिसम्म 30 वर्ष त अराउन्ड 29-30 वर्षमा चाहिँ यो आयोजनाले EIA-IEBS गर्नै पर्छ भन्ने चाहिँ म्यान्डेटोरी बनाउन सकेका छौँ भन्नु भएन। तर EIA-मा लेखिएका कुरा हुबहु पालना गर्न पर्छ भन्ने कुरामा चुकेको अवस्था छ। किनभने प्रोपोनेन्टले EIA स्वीकृत गरेपछि चाहिँ मैले सबै कुरा पाएँ भन्ने एउटा त्यो छ। अनि फ्रिक्वेन्टली मोनिटरिङ हुन नसक्दा र हाम्रो स्थानीय तह अथवा प्रदेश सरकार पनि सशक्त हुन नसक्दा अनि स्ट्रङ मोनिटरिङ गर्न नसक्दा हरेक प्रोजेक्टको र सम्बन्धित मन्त्रालयले पनि यो मोनिटरिङ नगरिदिँदा हामीलाई त थाहा हुँदैन, EIA मात्रै यहाँ आउँछ अरू त आउँदैन नि त। अनि त्यो हुँदाखेरि चाहिँ EIA-मा भएका शर्तहरू पालनाको स्तर चाहिँ कम छ है। तपाईँलाई मैले भन्दा IEBS EIA गर्नै पर्छ नगरिकन अगाडि बढ्न पाइँदैन भन्नेमा प्रोपोनेन्ट पनि अवेर, सम्बन्धित मन्त्रालय पनि अवेर छ। अनि तर त्यसको त्यहाँ लेखिएका कुरा चाहिँ हुबहु कार्यान्वयन गर्नुपर्छ है, यो पनि कानुन सरह लागू हुन्छ भन्नेमा चाहिँ प्रस्तावक पनि उदासीन छ, सम्बन्धित मन्त्रालय पनि उदासीन छ र हामीले फ्रिक्वेन्टली चाहिँ मोनिटरिङ गर्न पनि सकेका छैन। त्यो चाहिँ तितो यथार्थ। अर्को चाहिँ यो सङ्घीय संरचना भयो नि, त्यसपछि चाहिँ डिफ्रेन्ट लेभलमै कामहरू हुन थाल्यो EIA-को। त्यस्तो हुँदाखेरि चाहिँ अलि सजिलो भएको छ कि झनै गाह्रो चाहिँ हुन थालेको छ कामहरू गर्न? 3 नम्बर क्वेसन थियो 11 11मा पुगिसक्यो। सङ्घीय संरचनापछि EIA सम्बन्धी अधिकार सम्पर्क स्थानीय तहमा बाँडिएको छ। व्यवहारमा यस्तो व्यवहारले शासन सुधार गरेको छ कि अधिकारको व्यवस्थापन अनुरोध नियमनको कमजोर बढाएको छ। तपाईँले कस्तो राम्रो मुद्दा उठाउनु। EIA को अधिकार अहिले वातावरणीय अध्ययन गर्नको लागि स्वीकृत गर्नको लागि चाहिँ तिनै तहकोलाई अधिकार प्रत्यायोजन भयो। किनभने संविधानले नै वातावरण संरक्षण चाहिँ 3 तहको सरकारको अधिकार क्षेत्रभित्र राख्यो। त्यसैले कार्यान्वयन गर्न बनेको वातावरण संरक्षण ऐनले पनि स्थानीय तह अन्तर्गतको आयोजना स्थानीयले स्वीकृत गर्ने IEE सम्म, प्रदेश अन्तर्गतको आयोजना परियोजना हो भने प्रदेशले नै EIA सम्मै स्वीकृत गर्ने भनेर अधिकार चाहिँ दियौँ होइन। अहिले धेरै प्रदेशले वातावरण कानुन बनाउनु भएको छ, त्यो पालना EIA स्वीकृत पनि गर्नु भएको छ। स्थानीय तहहरू नि धेरै जसो नगरपालिकाले यो कार्यविधि बनाउनु भएको छ वातावरण संरक्षणको लागि होइन, त्यो अनुसार बनाएर स्वीकृति पनि गर्नुहुन्छ, कार्यान्वयन गर्नुहुन्छ। अनि यसले सुशासनको अथवा त्यो कार्यान्वयनको अवस्थालाई हेर्नुहुन्छ भने वातावरण यो EIA को पालना गर्ने, यसलाई कार्यान्वयनमा ल्याउने चाहिँ सङ्घीय सरकारको पहिलादेखिको सरकारको चाहिँ यहाँ हामीले 29-30 वर्ष प्र्याक्टिस गरेपछि हामी सङ्घीय क्यापासिटेट चाहिँ अलि भएको छ होइन। तर एकैचोटि प्रदेश लेभलमा यो अधिकार दिँदाखेरि त्यहाँको कर्मचारीलाई नि के हेर्ने, के मुद्दा उठाउने होइन भन्ने कुरामा चाहिँ उहाँहरूको क्षमतै नभइकन अधिकार दिए जस्तो छ कि अहिले चाहिँ होइन। त्यहाँबाट स्वीकृत भएको रिपोर्ट, त्यसको कार्यान्वयनको अवस्था हेर्दाखेरि चाहिँ एउटा अलिकति तालिम दिएर उहाँहरूलाई क्यापासिटेट गरेर होइन, यस्तो हरेक प्रोजेक्टको चाहिँ प्रोजेक्ट वाइज यसका फरक इस्यु हुन्छन्, ती इस्युलाई समाधान गर्नको लागि यस्तो मिटिगेसन मेजर राख्नुपर्छ भन्ने किसिमको चाहिँ हामीले क्यापासिटेट नगराइकन प्रदेशलाई अधिकार दिएको हुनाले चाहिँ अलिकति ग्याप चाहिँ छ है। त्यो वातावरणीय अध्ययनको जुन एउटा महत्त्व छ त्यसलाई त्यसमा हुनुपर्ने इस्युजहरू सम्बोधन गरेर त्यसलाई स्वीकृति गर्ने र त्यसलाई पालना गराउने कुरामा चाहिँ ग्याप चाहिँ छ, स्थानीयमा नि छ, प्रदेशमा पनि छ। कम गुणस्तरका EIA प्रतिवेदन तयार गर्ने परामर्शदातालाई मन्त्रालयले कसरी जवाफदेही बनाउँछ? त अघि नै पेनाल्टी र हुने होला नि यसमा।
अब यसमा जवाफदेही त एउटा त ब्ल्याक लिस्टमा राख्ने कानुनी व्यवस्था छ। ब्ल्याकलिस्टमा रहेकोहरूले चाहिँ पछि फेरि गर्न नपाउनु हुने कि कति वर्षसम्म नपाउने भन्ने त्यस्तो छ होइन। तर ब्ल्याकै लिस्टमा राखेको त मेरो नोटिसमा त देख्दिनँ मैले। यसो हुनुको पछाडि के छ भन्ने सन्दर्भमा चाहिँ वन मन्त्रालयले आफ्नै EIA स्वीकृत आफ्नै EIA आफ्नै सेक्टरको EIA स्वीकृत गराएको चाहिँ अहिले छैन होइन। जस्तो हाइड्रो पावर भने ऊर्जा मन्त्रालयबाट आउँछ, होटलको भने हाम्रो पर्यटन संस्कृति मन्त्रालय मार्फत आउँछ, सडक हो भने भौतिक मन्त्रालय मार्फत आउँछ कि स्वीकृतिको लागि सिफारिस भनेपछि त्यो डकुमेन्ट चाहिँ मैले ओके गरेँ, अब तिमीले फाइनल स्वीकृत गरिदेऊ भनेर आइसके पछाडि चाहिँ त्यो हेर्नुपर्ने त सम्बन्धित मन्त्रालयले नै हो नि। एटलिस्ट एउटा स्ट्यान्डर्डको क्वालिटीको त हो कि होइन, हो नि। हाइड्रो पावरको कुरामा चाहिँ हाइड्रो पावरको ऊर्जा मन्त्रालयको इन्जिनियरले जति कुरा त म त जान्दिनँ, अर्कोले त जान्दैन नि। सडकको हाइवेको विषयमा चाहिँ हाइवे इन्जिनियरले जति भौतिक मन्त्रालयको जति त म त जान्दिनँ नि। त्यसले गर्दाखेरि जिम्मेवार चाहिँ सम्बन्धित मन्त्रालय प्रस्तावकहरू नै बढी हुनुपर्ने हो होइन। तर उहाँहरूले चाहिँ यहाँ सिधै पठाइदिँदाखेरि चाहिँ एउटा चरणमा स्वीकृत भएको अनि फेरि यहाँ आउँदाखेरि त्यस्तो देखिएको। तर अवेर गराउने र हामीले पटक पटक यो संशोधनको लागि पत्रचार गरेको कारणले पनि उहाँहरूबाट चाहिँ धेरै कुराहरू चाहिँ आएको छ है। आर्थिक विकास र वातावरण संरक्षण बीच चलिरहेको द्वन्द्व जस्तै संरक्षित क्षेत्रमा पूर्वाधारलाई ध्यानमा राख्दै मन्त्रालयले विकास आवश्यकतासँग वातावरणीय शासन कसरी सन्तुलनमा राख्छ, ब्यालेन्स कसरी गर्ने डेभलप? अब यस्तो छ, विकासको अधिकार पनि संविधानले दिएको छ, वातावरण जोगाउने अधिकार पनि संविधानले दिएको छ, स्वच्छ वातावरणमा बस्ने हक पनि संविधानले दिएको छ र संविधानले नै संविधानको यो नीति अन्तर्गत तपाईँको विकास र वातावरणलाई सन्तुलन गर्ने पनि भनेको छ। विकास गर्दाखेरि कसैलाई क्षति पुग्यो भने पोल्युटर पे प्रिन्सिपल लागू गर पनि भनेको छ। र विकास र वातावरण चाहिँ एउटै सिक्काका दुईटा पाङ्ग्रा हुन्, सँगै लानुपर्छ। विकास मात्रै वातावरण मात्रै भन्ने हो भने विकास हुँदैन, विकास मात्रै भनेर हाफहार्टेडली गर्यो भने चाहिँ त्यो वातावरण जोगिँदैन भनेर संविधानले नै त्यही भनेको र वातावरण कानुनले पनि त्यही कुरालाई अङ्गीकार गरेको छ। अब द्वन्द्व त चल्ने रहेछ, किनभने एउटा डेभलपमेन्ट ओरिएन्टेड माइन्डसेट र स्कुलिङ हुन्छ। तपाईँ जस्तो ल पढ्नुभयो, तपाईँले लको पालना गराउने भन्ने बढी हुन्छ, ताकि हामीले नि त्यही नै गरिरहेको हुन्छौँ नै। डेभलपमेन्ट हुनुपर्छ, एनी हाउ डेभलपमेन्ट हुनुपर्छ, बाटो बन्नुपर्छ, हाइड्रो पावर बन्नुपर्छ, यस द्याट्स ट्रु। तर फेरि हामी कन्जर्भेसन पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि त बन्न त पर्छ तर कम क्षतिमा हुनुपर्छ होइन। विकास त हुनुपर्छ तर कम क्षतिमा हुनुपर्छ भन्ने चाहिँ म स्कुल अफ थटबाट चाहिँ मैले काम गर्छु। तर फेरि अर्को एलायन्स संरक्षित क्षेत्रको कुरा चाहिँ डेभलपमेन्ट हामीलाई चाहिँदैन, हामीलाई बाघ बढाउनु छ, भालु बढाउनु छ भन्छ नि, बढी कन्जर्भेसन के कन्जर्भेसन स्कुल अफ थट। त्योबाट पनि हामी त यही नेपालभित्रका हौँ नि त होइन। भन्दाखेरि हामी डिफ्रेन्ट हाम्रो ह्युमन रिसोर्स छ कि, एउटा डेभलपमेन्ट मात्रै हेर्ने, अर्को चाहिँ एकदम कन्जर्भेसन मात्रै हेर्ने, अर्को चाहिँ तपाईँको होइन विकास नै हुनुपर्छ तर कम क्षति भएर हुनुपर्छ भन्ने त्यो स्कुल अफ थटबाट काम गर्ने त्यो पनि छ। त्यसले गर्दा सन्तुलित भनेको त संविधानले त त्यही विकास नै गर संरक्षण नै गर भन्ने नै हो होइन। तर यो बिचमा चाहिँ द्वन्द्व हुन्छ। तपाईँले अघि नै भन्नुभयो संरक्षण क्षेत्रको कुरा, त्यहाँ हाइड्रो पावर बनाउने, त्यसपछि त्यहाँ अरू होइन तपाईँको पर्यटनको लागि चाहिँ केबल कारहरू बनाउने लगायतका कुराहरू पनि विकासका आयाम त हुन्। बाटो जाने, किनभने त्यहाँ बस्ती छ, खानेपानी बनाउने, किनकि त्यो संरक्षण क्षेत्र बन्नुभन्दा पहिला पनि त्यहाँ बस्ती थियो। खानेपानी भनेको ह्युमन राइट्ससँग जोडिएको कुरा पनि भयो भनेपछि चाहिँ त्यो त गर्न पाउनु पर्यो नि त्यहाँको जनताले त होइन। हामीलाई विकास चाहिन्छ, हामीलाई एकछिन वाइफाई नहुँदा हामीलाई छटपटी हुन्छ भने मान्छेले, गाउँको मान्छेहरूले त खानेपानी खानु पाउनु पर्यो, त्यहाँ बाटोबाट सहज उहाँहरू चाहिँ स्कुल जान पाउनु पर्यो, कलेज जान पाउनु पर्यो, काममा जान पाउनु पर्यो, बिरामी हुँदा हस्पिटल जान पाउनु पर्यो। दे हेभ अ राइट कि त्यो ह्युमन राइट्ससँग जोडिएको कुरा हुन्छ। स्टिल फेरि एकदमै कन्जर्भेसनको लागि डेडिकेटेड ह्युमन रिसोर्स पनि छ नेपालभित्रै, उहाँहरूको लागि चाहिँ विकासभन्दा चाहिँ यो पनि बढी महत्त्वपूर्ण हुन्छ। त्यसले गर्दा हामी सबैले उही कलेक्टिभ वी आर भन्ने के होइन, विकास नै हुनुपर्छ भनेर चाहिँ मैले तपाईँको आँखाबाट र तपाईँले मेरो आँखाबाट अन्टिल एन्ड अनलेस हेर्नुहुन्न, यो द्वन्द्व रहिरहन्छ। त्यो चाहिँ अलिकति
ट्रान्सफर्म हुन चाहिँ जरुरी छ हामीहरू सबैले। के को लागि भन्दा देशको लागि कि देशको लागि। विकास कसको लागि भन्दा तपाईँलाई होइन, मलाई होइन कि देशको लागि चाहियो। सबैले इक्वालिटीको राइटको कुरा गरेको छ, समानताको हकको कुरा गरेको छ नि। त्यो समानता पुग्नलाई त त्यहाँ बाटो पुग्नु पर्यो नि, त्यहाँ खानेपानीको सुविधा पुग्नु पर्यो नि, होइन? यो हिसाबले चाहिँ भएको छ। यसमा चाहिँ मैले तपाईँलाई अन्यथा कुरा भन्न खोजेको होइन कि नेपाल सरकारले नै त्यो किसिमको ह्युमन रिसोर्स डेभलप गरेको छ त। कन्जर्भै गर है भनेर गरेको छ भने त उसले त त्यो विषयमा बोल्नै पर्यो। उसले कन्जर्भ नगरे अर्कोले त गरिदिँदैन, त्यसले आएको। तर होलिस्टिकली अलिकति चाहिँ हामीले चाहिँ वी आर टुगेदर। अनि विकास एन्ड डेभलपमेन्ट चाहिँ भनेको त टु साइड अफ द सिङ्गल कोइन भन्ने हिसाबमा चाहिँ बुझ्न चाहिँ जरुरी छ। वातावरण संरक्षण कोषले वातावरणीय शासन मजबुत बनाउन कतिको प्रभावकारी भूमिका खेलेको छ? फन्ड युटिलाइज कसरी? वातावरण कोष भनेर अहिले त वातावरण त जैविक के भन्छ जलवायु परिवर्तन कोष भन्ने पनि आएको छ। तर पनि तपाईँहरू वातावरणको विद्यार्थी भएको हुनाले चाहिँ त्यो कुरा उल्लेख गर्नुभयो। अब यो पेनाल्टीका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू यस्ता कोषहरूमा चाहिँ जम्मा हुन्छन् नै, होइन? अब यो कोषलाई फङ्सनल बनाउनको लागि अथवा फङ्सनल चाहिँ अहिलेसम्म भएको छैन। वातावरण विकास कोषको पैसाबाट वातावरणमा जहाँ जहाँ क्षति भएको छ त्यहाँ नै यसरी लगानी गर्ने भन्ने चाहिँ त्यस्तो भएको छैन। तर संविधानले के भन्छ, हाम्रो एउटा सेन्ट्रल ट्रेजरी हुनुपर्छ भन्छ। जति पनि जहाँ जहाँबाट कलेक्सन भएको नि एउटा सेन्ट्रल ट्रेजरीमा हुनुपर्छ भन्ने छ। अनि त्यही सेन्ट्रल ट्रेजरीबाट सङ्घ प्रतिस्थानीय तहमा बजेट पनि विनियोजन हुन्छ, त्यहाँ सङ्कलन भएको। अनि वातावरण क्षेत्रमा पनि वातावरण संरक्षणको क्षेत्रमा पनि तपाईँको त्यो पैसा त आएको छ हो। जस्तो वन मन्त्रालयमा आएको टोटल बजेटको चाहिँ अलमोस्ट 40% बजेट चाहिँ तपाईँको यो नेपाल आर्मीलाई जान्छ, जो चाहिँ एकदमै डेडिकेटेड हुनुहुन्छ यो वाइल्ड लाइफ कन्जर्भेसनको लागि, होइन? वाइल्ड लाइफ प्रोटेक्सनको लागि नेसनल पार्कहरूमा, वाइल्ड लाइफ रिजर्भहरूमा उहाँहरू खटिनु भएको छ भनेपछि त्यो त कन्जर्भेसनमै गएको बजेट भयो, होइन? त्यो मात्रै होइन, वन मन्त्रालयको मेन अब्जेक्टिभ भने त कन्जर्भेसन पनि हो, वान अफ द अब्जेक्टिभ। अनि त्यो बजेट पनि के हो त भन्दा कन्जर्भेसनमै आएको हो। तर त्यो कोषमा जम्मा भयो अनि त्यो कोषबाट यो इन्डिभिजुअल एक्टिभिटीहरूमा चाहिँ त्यस्तो चाहिँ भएको छैन। तर ओभरअल गभर्मेन्टको खातामा आएको पैसालाई चाहिँ यसमा त कन्ट्रिब्युसनको लागि त खटाएकै छ, गएकै छ। तर तपाईँले यो कन्जर्भेसन गर्नको लागि अथवा इन्भाइरोमेन्टल प्रोटेक्सनको लागि कुनै प्रपोजल लिएर आएर मैले यो कोषबाट यसरी पैसा दिने भने त्यो मेकानिजम डेभलप भइसकेको चाहिँ छैन, है? त्यस्तो चाहिँ छैन। भनेपछि त्यो पैसा चाहिँ यता ट्रेजरीमै लोकेट हुन्छ पछि गएर। व्यवहारमा एआई प्रतिवेदनमा जलवायु परिवर्तनका जोखिमहरू कसरी समेटिन्छन्? अहिले बिस्तारै समेटिन लागेका छन्। जस्तो धेरै वर्ष अगाडि कुनै जाइकाले अथवा कुनै डोनर एजेन्सीले हाइड्रो पावरको सर्वे गर्यो, होइन? सर्वे गर्दाखेरि त्यहाँको डिस्चार्ज यति थियो, त्यो वाटर डिस्चार्ज अनुसारले डिटरमाइन गर्छ यसको क्यापासिटी कति हुने, होइन भन्ने कुरा। र अहिले त्यो धेरै वर्ष पछाडि चाहिँ अहिले 20औं वर्ष पछाडि अद्यावधि गरिएको त्यो सर्वेक्षणबाट वाटरको भोल्युम घटेको, होइन? त्यस्तो कुराहरू पनि देखाउँछ, है? त्यो कुराहरूले देखाउँदाखेरि यो इस्युलाई चाहिँ सम्बोधन गरिनुपर्छ EIA-मा भनेर एउटा हिसाबले पनि हामीले राख्छौँ। अर्को कुरा चाहिँ अब क्लाइमेट चेन्जले चाहिँ टेम्परेचर रेज बढेको छ, तापक्रम बढेको छ। तापक्रम बढेपछि त ग्लासियर आउटब्रस हुने भयो, मेल्टिङ हुने भयो, होइन? अनि यो गल्फको इस्यु जुन उसको क्याचमेन्ट एरिया भन्छ कि त्यो हाइड्रो पावर बनाउने नदीमा रिभरमा चाहिँ कुन एरियाबाट पानी कलेक्ट भएर आउँछ भन्ने कुरालाई क्याचमेन्ट एरिया भन्छ। त्यसलाई क्याचमेन्ट एरिया भन्छ। त्यो क्याचमेन्ट एरियामा चाहिँ यो ऊहरू छ कि छैन त, हिमतालहरू छ कि छैन त भन्ने कुराको चाहिँ स्टडी गर्नै पर्ने हुन्छ, है? स्टडी गर्नै पर्ने हुन्छ। अनि त्यो स्टडीबाट इनकेस आउटब्रस्ट भयो भने कति डिस्टेन्समा छ, त्यहाँ आउँदाखेरि चाहिँ के क्यालामिटिजहरू हुन सक्छ त भन्ने कुराको समेत एनालाइसिस
गरिन्छ। गल्फको एनालाइसिस समेत त्यो हाइड्रो पावरले चाहिँ गर्नै पर्ने हुन्छ है, कम क्षति होस् भन्ने हिसाबमा चाहिँ त्यो गर्न पर्ने हुन्छ। त्यसले गर्दाखेरि अब सानातिना कुराहरूमा त जस्तो घरै बनाउँदाखेरि अब यो भवनै बनाउँदाखेरि जलवायु परिवर्तनको कुरालाई सम्बोधन गर्न सकिने भएन। जुन कुरा चाहिँ लङ टर्ममा डाइरेक्टली इम्प्याक्ट पर्छ त्यस्तो कुराहरूमा चाहिँ गरिन्छ, जुन कुरा मैले हाइड्रो पावरको केसमा चाहिँ सेयर गरेँ है तपाईँहरूलाई। नीति र ठुला कार्यक्रमका लागि रणनीतिक वातावरणीय मूल्याङ्कन SEA वास्तवमै प्रयोग गरिन्छ कि गरिँदैन? यो चाहिँ खासै प्रयोग नभएको एकदमै स्ट्राटेजिक इन्भाइरोमेन्टल एनालाइसिस भन्छ कि SEA भनेको। बुझ्नुभयो तपाईँले के लेख्नु भएको छ, आई डोन्ट नो। स्ट्राटेजिक इन्भाइरोमेन्टल एनालाइसिस भनेको 3 वटा P भन्छ कि, पोलिसी, प्रोग्राम होइन, यस्तो यस्तो कुराहरूमा चाहिँ गरिन्छ। यो प्रोजेक्टहरूमा चाहिँ गरिँदैन त्यो भनेको। जस्तो सडकको रणनीति बनाउने, राष्ट्रिय रणनीति बनाउने, वनको नीति बनाउने होइन, अनि खानेपानीको नीति बनाइयो भने कतिवटा खानेपानीका ठुल्ठुला प्रोजेक्टहरू कहाँ कहाँ बनाइन्छ, नेसनल हाइवे कति बनाइन्छ रोडको केसमा। अब एयरपोर्टकै कुरा गर्ने भने कतिवटा एयरपोर्ट बनाइन्छ, डोमेस्टिक गरिन्छ कि इन्टरनेसनल गरिन्छ। द्याट टाइप अफ दि स्ट्राटेजिक डकुमेन्ट भनेको त पोलिसी डकुमेन्ट भयो। जो चाहिँ पोलिसी डकुमेन्टकोमा चाहिँ स्ट्राटेजिक इन्भाइरोमेन्टल एनालाइसिस गरिन्छ। यो कुरा वातावरण संरक्षण ऐनमा र नियमावलीमा उल्लेख छ, तर यो चाहिँ वास्तवमै कार्यान्वयन भएको छैन। यो यति ठुलो ठुलो प्रोजेक्टहरू सुरु नै नभएर पनि होला नि खासै आजकल त। ठुलो ठुलो प्रोजेक्टहरू हाइड्रोमा नि भएको छ, सडकमा नि भएको छ, तपाईँको नेसनल हाइवेहरू, एयरपोर्टहरू, ठुल्ठुला एयरपोर्टहरू पनि भएका छन्। त्यो प्रोजेक्ट ठुल्ठुला प्रोजेक्टको SEA गर्ने भन्ने हुँदैन। प्रोजेक्टको भनेको प्रोजेक्ट बेस जति सबै EIA नै गर्ने हो, बुझ्नु भएन, इन्भाइरोमेन्टल स्टडी नै गर्ने हो। तर पोलिसी डकुमेन्टको मात्रै SEA गरिन्छ, जसलाई हामी स्ट्राटेजिक इन्भाइरोमेन्टल एनालाइसिस भन्छ, नट अ एसेसमेन्ट। प्रोजेक्टको एसेसमेन्ट हुन्छ, पोलिसीको चाहिँ एनालाइसिस हुन्छ कि। त्यो चाहिँ कानुनी व्यवस्था छ, तर यसको इम्प्लिमेन्टेसनमा चाहिँ भएको छैन। संरक्षित क्षेत्रभित्र निर्माणका लागि कानुनले अनुमति दिने प्रावधानलाई सर्वोच्च अदालतले खारेज गरेपछि त्यस्तो क्षेत्रमा EIA कसरी सञ्चालित अनुगत गरिन्छ? यो सुप्रिम कोर्टले यो क्वेसन तपाईँको गल्ती भयो ल। यसमा चाहिँ ठुला स्ट्रक्चरहरू नगर, अनि यदि बनाउनु पर्यो भने विकास र वातावरणमा सन्तुलन गर भनेर चाहिँ त्यस्तो कुरालाई गरेको छ, तर बनाउनै नपाउने भन्ने खारेज गरेको छ र। एकताका चाहिँ त्यो नेसनल पार्कहरूमा चाहिँ गर्नै नपाउने भनेर आएको थियो नि, एकदम भनेर आएको थियो। अब अहिले फेरि क्याबिनेटबाट त्यसलाई अगाडि बढाउने कुरा छ। गर्नै नपाउने नै भन्ने चाहिँ छैन कि। तपाईँले त्यो एकचोटि सुप्रिम कोर्टको 80 सालको जेठको 32 को एउटा फाइनल अदालतको निर्णय हेर्नुहोस्। 80 साल जेठ 32 गतेको। त्यसमा 5 वटा बुँदा दिएको छ, विकास र वातावरणलाई सन्तुलनै गर्ने भन्ने हिसाबमा छ। हाफाजाडले नगर भन्ने छ, तर के पनि नगर भन्ने हिसाबमा त निर्णय भएको जस्तो त मलाई चाहिँ लाग्दैन है। मैले त भेटेको छैन। अब तपाईँले कुनलाई कुरा गर्नुभयो होइन। त्यसले गर्दाखेरि ठुला स्ट्रक्चर गरेर जुन संरक्षणको अब्जेक्टिभ थियो त्यो कुरालाई प्रतिकूल हुने चाहिँ नगर भन्ने चाहिँ हो नै। अनि कन्जर्भेसनको इसेन्सलाई नमार भन्ने हो, किनभने संविधानले नै तपाईँको विकास र वातावरण बिचमा सन्तुलन गर्ने होइन त्यस्तो भनेको छ, कानुन बनाएर कार्यान्वयन गर भनेको छ। तपाईँले भनेकै कुरामा चाहिँ मैले चाहिँ अदालतको आदेश चाहिँ पढेको छैन। त्यसले गर्दाखेरि त्यो विषयमा मैले थप भन्न चाहिँ मैले पढेको पछिल्लो अदालतको आदेश भनेको त्यही हो, 80 सालको जेठको 32 गते। त्यो पढ्नुभयो भने 55 पानाको छ। म पनि कानुनको विद्यार्थी पनि हो। त्यसले गर्दा अनि फेरि हामीले हरेक कानुनलाई टेकेर नै कार्यान्वयन गर्ने भएर हामीले पढ्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ। त्यो हेर्नुभयो भने तपाईँलाई आइडिया दिन्छ र पछिल्लो समय के भएको छ मलाई जानकारी भएन। म फेरि हेर्छु। हालसम्म EIA-लाई पर्यावरण असर रोक्ने औजारको सट्टा प्राय औपचारिकता पूरा गर्ने कागज जस्तै लिइने गरिएको छ। मन्त्रालयले यस धारणा सुधार्न र EIA को गुणस्तर बढाउन के कदम चलिरहेको छ?
अब हामीले गुणस्तर बढाउनलाई त यो विभिन्न चरणमा रिभ्यू कमिटी गर्छौँ, छलफल गर्छौँ, यो सुधारेर ल्याऊ भन्छौँ। वन मन्त्रालयले त हर प्रयास गरेको छ यसको गुणस्तर सुधार्नको लागि। तर वन मन्त्रालयले एक्लै प्रयासले मात्रै यो EIA को गुणस्तर सुधार हुँदैन। यसमा सुधार गर्नको लागि त पहिलो कुरा भनेको चाहिँ जो प्रोजेक्टको ओनर हो, जसलाई हामीले प्रोपोनेन्ट भन्छौँ, उहाँ अवेर हुनु पर्यो। किनभने EIA गर्ने भनेको वन मन्त्रालयको लागि मात्रै होइन, प्रोजेक्टको सस्टेनेबिलिटीको लागि पनि हो। जस्तो मैले होटलको कुरा गरेँ भने होटलबाट बेसिकली होटलमा इस्युज आउने भनेको चाहिँ एउटा वेस्टको हो, अर्को वाटरको, होइन? त्यो वेस्ट र वाटरलाई चाहिँ अब त पपुलेसन बढ्दैछ, वाटरको सोर्स त बढ्दैन, होइन? हामीले खालि भूमिगत पानी प्रयोग गरिरहेछौँ, धेरै एक्सट्र्याक्ट गरिरहन्छौँ। तर त्यसलाई उसले सस्टेनेबल बनाउनको लागि त के गर्नु पर्यो? त्यो वेस्ट वाटरलाई ट्रिटमेन्ट गरेर रियुज गर्नु पर्यो, रिसाइकल गर्नु पर्यो। हामीले त्यो रिकमेन्ड गर्छौँ, होइन? तर वेस्ट वाटर ट्रिटमेन्ट प्लान राख्नको लागि त प्रोपोनेन्टले त लगानी त गर्नु पर्यो, इन्भेस्टमेन्ट गर्नु पर्यो, होइन? टेक्नोलोजी प्रयोग गर्नु पर्यो उहाँहरूले। यस्तो कुरामा उहाँहरू अवेर भएर त्यही किसिमको प्लान आइदियो भने क्वालिटी इन्हान्स हुन्छ, इन्भाइरोमेन्ट पनि जोगिन्छ। तर उहाँहरूले नगरपालिकाले दिएको गर्छु, अन्डरग्राउन्डबाट जति पनि एक्सट्र्याक्ट गर्छु भनेर आउँदाखेरि चाहिँ अलिकति कन्फ्लिक्ट हुन्छ। किनभने हामीले त ओभरअलमा हेर्नु पर्यो नि, उहाँको लागि होइन अरूको लागि पनि त हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि चाहिँ एउटा प्रोपोनेन्ट अवेर हुनु पर्यो यो विषयमा, वातावरण संरक्षण गर्ने अथवा EIA पालना गर्ने, राम्रो गुणस्तरीय EIA बनाउने भनेको आफ्नै प्रोजेक्टको सस्टेनेबिलिटीको लागि हो भन्ने कुरामा चाहिँ उहाँहरू बुझिदिनु पर्यो। अर्को कुरा, प्रस्तावसँग सम्बन्धित मन्त्रालयले पनि त्यसलाई ओन गर्नु पर्यो। अर्को, EIA तयारीको लागि जो पनि हायर हुनुभएको हुन्छ कन्सल्ट्यान्टहरू, उहाँहरू विज्ञ भएर गएपछि विज्ञता देखाइदिनु पर्यो। उहाँहरूले विज्ञ भने त त्यसै सर्टिफिकेटले मात्रै विज्ञता दिँदैन कि, कामले देखाउने हो। सर्टिफिकेट त चाहियो नै, तर त्यसलाई इम्प्लिमेन्टेसन गरेर कामले देखाइदिनु भयो भने मात्रै अनि गुणस्तर हुन्छ। अनि यहाँ आएर हामीले चाहिँ धेरै छलफलमा धेरै कुरा सुधार गर भनेर चाहिँ हामीले भनिरहनै पर्दैन। र हामी त जहिले पनि गुणस्तरकै लागि गर्छौँ, क्वालिटी, होइन? नो कम्प्रोमाइज, क्वालिटी भन्छौँ नै। भनेपछि उहाँहरूले त्यसरी ल्याइदिनु भने त क्वालिटी यसै मेन्टेन हुन्छ, है? त्यसले गर्दा यो त्रिपक्षीय र अझ चौथो पक्ष पनि भन्छ, प्रोपोनेन्ट, कन्सल्ट्यान्ट, सम्बन्धित मन्त्रालय र वातावरण मन्त्रालयको चौरो हुन्छ। चारवटा एङ्गलबाट मात्रै गुणस्तर चाहिँ कायम हुन्छ कि हाम्रो मात्रै तर्फबाट सम्भव छैन। हामीले अहिले राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना र प्रदूषण न्यूनीकरण फ्रेमवर्क पनि ल्याएका छौँ। EIA प्रक्रियालाई यी वायु गुणस्तर रणनीतिहरूसँग कसरी समन्वय गरिँदैछ? यो नेसनल एयर क्वालिटी म्यानेजमेन्ट एक्सन प्लान भनेर ल्याएको बुझ्यो मैले। सबै EIA-मा एयर क्वालिटीको त अब यस्तो हुन्छ, एउटा कन्स्ट्रक्सनको समयमा धुलो उड्ने कुरा एउटा भयो, कन्स्ट्रक्सन मटेरियलले, होइन? अनि त्यसपछि त्यो खन्दा अन्डरग्राउन्डहरू संरचना बनाउँदा एउटा डस्टको कुरा भयो। हजुर। अर्को, कन्स्ट्रक्सन गर्दाखेरि प्रयोग गर्ने इनर्जी तपाईँले के प्रयोग गर्नुभयो? ग्रिन इनर्जी प्रयोग गर्नुभयो कि तपाईँले फोसिल फ्युल प्रयोग गर्नुभयो? डिजल जेनेरेटर प्रयोग गर्नु भने त्यहाँबाट त आउँछ नै। हजुर। त्यसपछि गएर अरू फ्याक्टरहरू जस्तो गुणस्तरको कुरामा चाहिँ अरू इन्डस्ट्रिजहरूमा नि हरेक अहिले 28वटा मापदण्ड छन्, होइन? विभिन्न सेक्टरका कस्तो मापदण्ड हुने भन्ने कुरामा। तथापि एयर पोल्युसनको मापदण्ड आफ्नै छ। अघि मैले भने नि PM 2.5 चाहिँ 50 बिलो भयो भने सबभन्दा ग्रिन देखिन्छ, त्यो चाहिँ हो, इनहेल गर्न मिल्ने, तर माथि छ, होइन? यो कुरामा चाहिँ त्यो कन्स्ट्रक्सन अथवा EIA लिँदाखेरि अथवा EIA अध्ययन गर्दाखेरि उसले फिल्ड स्टडी गर्दाखेरि चाहिँ त्यो बेलाको PM 2.5 कति थियो, होइन भन्ने कुरा चाहिँ देखाइदिनु पर्छ। यो बेलाको 24 आवरको चाहिँ यति देखियो भन्ने चाहिँ उनीहरूले चाहिँ त्यहाँ निरीक्षण गरेर गर्नुपर्ने हुन्छ, डाटै राख्नुपर्ने हुन्छ। वाटरको क्वालिटी पनि कस्तो थियो भनेर टेस्ट नै गरेर राख्नुपर्ने हुन्छ। र यो भन्दा माथि जान दिँदैनौँ भन्ने प्रतिबद्धताको लागि चाहिँ सकभर हामीले रिकमेन्ड गर्दाखेरि त्यसलाई मेन्टेन गर्नको लागि, त्यहाँबाट इमिसन नहोस् भन्नको लागि चाहिँ यो कन्स्ट्रक्सन फ्युलको रूपमा चाहिँ ग्रिन एनर्जी, विद्युत, इलेक्ट्रिसिटी युज गर्न। अनि त्यसपछि यदि होइन डिजल जेनेरेटरै प्रयोग गर्नु पर्यो भने आवाज नआउनको लागि उहाँलाई चाहिँ अलिकति त्यसलाई सेडमा क्लोज
साइडमा राखेर गर्नको लागि र मेन्टेनेन्स गरिरहने कि जेनेरेटबाट धेरै त्यो नआओस् भन्नको लागि चाहिँ त्यस्तो गर्नको लागि चाहिँ हामीले रिकमेन्ड गर्छौँ। स्ट्यान्डर्डले पनि त्यही भन्छ है। अब लास्ट क्वेसन, यदि तपाईँलाई नेपालको एआई प्रणाली सुधार गर्न पूर्ण अधिकार दिइयो भने प्रभावकारी, जवाफदेही र जनमुखी वातावरणीय शासन सुनिश्चित गर्न तपाईँले कुन 3 संरचनागत सुधारलाई प्राथमिकता दिनुहुन्छ? कस्तो कडा क्वेसन गर्नुभयो, यो त नेपाल सरकारको सहसचिवलाई आउने क्वेसन जस्तै गर्नुभयो। एउटा नीतिको बारेमा सबैले अवेर गर्नु पर्यो कि वातावरण कानुन भनेको हामी सबैको लागि हो भन्न पर्यो, भन्नु भएन, त्यसलाई बर्डनको रूपमा लिन भएन। EIA-सँग जोडिने भनेकै प्रोजेक्ट डेभलपर हुन्छ, कन्सल्टेन्ट हुन्छ, त्यसपछि प्रोजेक्टसँग सम्बन्धित मिनिस्ट्री हुन्छ, त्यसपछि वातावरण मन्त्रालय हुन्छ, त्यसपछि आम पब्लिक हुन्छ। यो कुरामा कमन अन्डरस्ट्यान्डिङ हुनु पर्यो। वातावरण भनेको सबैलाई चाहिने कुरा हो र मेरो एक्टिभिटीले अरूलाई असर गर्ने एक्टिभिटी चाहिँ मैले गर्न हुँदैन, मैले त्यस विषयमा अवेर हुनुपर्छ भनेर चाहिँ हरेक इन्डिभिजुअल, हरेक अर्गनाइजेसन अवेर हुनु पर्यो, जिम्मेवार निकाय चाहिँ अवेर हुनु पर्यो होइन। त्यसपछि चाहिँ त्यसमा लेखिएका कुराहरू चाहिँ जस्तो मापदण्ड छ भने त्यो मापदण्ड पालना गर्नु पर्यो होइन। सबै सङ्घ संस्थाहरूले चाहिँ मापदण्ड पालना गर्नु पर्यो। स्वीकृत भएका EIA-हरू पनि मा लेखिएका इन्भाइरोमेन्टल म्यानेजमेन्ट प्लानमा मैले यो प्रोजेक्ट कार्यान्वयन गर्दा यस्ता यस्ता इम्प्याक्टहरू आइडेन्टिफाई भयो, त्यो इम्प्याक्टलाई मिनिमाइज गर्नको लागि मैले EMP-मा लेखेका कुराहरू चाहिँ मैले पालना गर्छु भनेर कमिटमेन्ट गरेपछि त त्यो पालना गरिदिनु पर्यो पर्मनेन्टली होइन। अब त्यो त भइहाल्यो भने अर्को चाहिँ त्यसलाई मोनिटरिङ गरेर साँच्चीकै पालना भएको छ कि छैन भन्ने चाहिँ मोनिटरिङ गर्ने अर्गनाइजेसनहरू भनेको इन्भाइरोमेन्टल डिपार्टमेन्ट, यो मिनिस्ट्री पनि हो, प्रोजेक्टसँग सम्बन्धित मिनिस्ट्री पनि हो, मिनिस्ट्री अफ फरेस्ट एन्ड इन्भाइरोमेन्ट पनि हो, डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट पनि हो, अनि प्रोजेक्टसँग सम्बन्धित मन्त्रालय पनि त्यसलाई मोनिटरिङ गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ फ्रिक्वेन्टली मोनिटर गरेर उहाँहरूलाई अवेर गराउनु पर्यो। त्यहाँ केही कुरा कमी कमजोरी रहेछ भने सुधारको लागि उहाँहरूलाई मौका दिनु पर्यो होइन। त्यो भयो भने मात्रै के हुन्छ त भन्दा यो कुरा हामीले खोजे अनुसारको हुन्छौँ। र अघि मैले भने जस्तै त्यो मोनिटरिङमा जानेहरू पनि क्यापासिटेड हुनु पर्यो। के हेर्न जाने त, त्यो विषयमा बुझेको मान्छे जानु पर्यो, टेक्निकली कम्पिटेन्ट हुनु पर्यो होइन। अनि यी फ्लोको मेजर गर्न जाँदाखेरि टुल्सहरू चाहियो। एयर क्वालिटी कस्तो छ भन्नको लागि त तपाईँको PM 2.5 त्यो नाप्ने लिएर जान पर्यो हो, पोर्टेबल टुल्स चाहियो होइन। स्रोत साधन सबै कुरा नै सशक्त भयो भने मात्रै, ह्युमन रिसोर्स पनि चाहियो त्यति नै डेडिकेटेड, 24 घण्टा मोबाइल हुनको लागि। त्यो ह्युमन रिसोर्स टाइमली पुग्नको लागि उसलाई पनि के चाहियो भन्दा थप सुविधाहरू चाहियो हो। यो भयो भने मात्रै के हुन्छ त भन्दाखेरि चाहिँ वातावरण हामीले खोजे जस्तै हुन्छ। एउटा त अन्डरस्ट्यान्डिङमै हुनु पर्यो, अर्को सबै चाहिँ रेस्पोन्सिबल हुनु पर्यो होइन। त्यसपछि सेवा सुविधा यी कुराहरू, टुल्सका कुराहरू क्यापासिटेट हुनु पर्यो। थ्याङ्क यू।